Hi, it's me Susmita and I'm third year public health student. आज चाहिँ हाम्रो धुलीखेल हस्पिटलमा पब्लिक हेल्थ स्टुडेन्ट कन्फरेन्स रहेको थियो. सो वी वर ह्याप्पिली हेडिङ टुवर्ड देयर. यो चाहिँ मेरो लाइफको फर्स्ट कन्फरेन्स थियो जो म एटेन्ड गर्न गइरहेको थिएँ. सो आई वाज सो एक्साइटेड फर इट. अनि के गर्यो त, के सिक्यो, के देख्यो, के महसुस भयो? सर्टली भन्नुपर्दा नट जस्ट फर पब्लिक हेल्थ, कुनै पनि प्रोफेसनमा अथवा लाइफमा इफ यु वान्ट समथिङ मोर देन अदर, फर्स्टली वी हेभ टु लर्न टु एक्सप्रेस आवर सेल्फ. मलाई पर्सनली लागेको कुरा है, आफ्नो पोइन्ट अफ भ्यू, आफ्नो फिलिङ्स, आफ्नो नलेज आफूले बुझे जत्तिकै अरूलाई बुझाउन सक्नु र सेम आफूले फिल गरे झै अरूलाई पनि फिल गराउन सक्नु ठुलो कुरा हो. सो कसरी आफूलाई कन्फिडेन्टली अनि प्रोफेसनली एक्सप्रेस गर्ने भन्ने कुरा सिक्नु नै फर्स्ट कुरा हो जस्तो लाग्छ. चाहे त्यो नलेज होस्, कुनै इन्फर्मेसन होस्, अर अबाउट वाट यु फिल, अनि मात्र त हाम्रो अगाडिको मान्छेले हामीलाई बुझ्न सक्छ, हामीबाट इन्फर्मेसन लिन सक्छ अथवा नलेज लिन सक्छ, होइन र? ल मानौ मलाई छैन रे कसैले मेरो कुरा बुझाउनु, मलाई सुनाउनु पनि छैन मेरो कुरा कसैलाई रे, होइन? तर त्यहाँ म आफै पनि त छु जसलाई म आफैले कुनै बेला बुझाउनु पर्छ, त्यहाँ म आफैले आफैलाई कहिले सम्झाउनु पर्छ, अनि म आफैले आफैले एक्सप्रेस गर्न जानिनँ भने मैले कसरी क्लियर हुने कि म भित्र के चलिरहेको छ भनेर. सो मलाई लाग्छ कि आफूले कुनै कुरा राम्रोसँग एक्सप्रेस गर्न सक्नु पनि एउटा इम्पोर्टेन्ट लाइफ स्किल हो. सो सिम्पली मैले आज रियलाइज गरेको कुरा भन्नुपर्दा लर्निङ टु एक्सप्रेस आवर सेल्फ इज द मोस्ट इम्पोर्टेन्ट थिङ्स टु डु.